सबैभन्दा भिडियोमा देखिने ठाउँ चाहिँ यो हो के। हेर छङ्गछुर छ यो चाहिँ, यहाँ तल बस्ती नै छ है। हेर छेउमा डर लाएर म त कुनै गएँ, त्यस्तो भिड छ यार यहाँ। ओ माई गड, खोज हो के। ओहो हेर्न नै सकिँदैन त्यहाँ त म त हेर्न नै सकिनँ ल के भन्नु र। पुरा उकासे तलबाट त्यस्तो ढुङ्गा कसरी उकासे यार। हेर बाटो हेर, यहाँ त मोडै छैन के। कहाँ मोड्ने यार। ओ माई गड, पर खोप्या यही हो के, पर खोप्या ठाउँ यही हो यार। बाइक ज्यान लास्ट चुक्छ भोलि चाहिँ 100%। यहाँ तल एउटा बस्ती छ कि के, त्यो यो बस्तीको नाम के छ कि, मैले बिर्स्यो। पुलमा बसेका थियौँ नि, यो चाहिँ हामखोला झरना हो। यो चाहिँ कतिको हाइटमा छ यो, हाइट चाहिँ भएन है, तर ठिक छ यो पनि राम्रो प्लेस छ है। ल एकदम खुसी साथ रमाइलो साथ अहिलेसम्म यहाँ आइपुगेको छ हामखोला झरनामा। अब यो लमजुङै पऱ्यो नि है, लमजुङै पऱ्यो यो, लमजुङ पऱ्यो भनेपछि ल ठिक छ। अब हामी 2 घन्टा लमजुङ हिँडेपछि नि बल्ल हाम्रो ताल खोला आउँछ, ताल आउँछ होइन। ताल पछि बल्ल मनाङ लाग्छ। हस् हामी यहाँबाट अब छुट्नेछौँ है त। बाई बाई गाइज एभ्रीबडी। धेरै अप्ठ्यारो बाटोहरू छ क्या यो ढुङ्गा। म चाहिँ भन्छु हल्का अब भर्खर चलाउन जानेको मान्छेले आएर अलि अप्ठ्यारै छ होइन। यस्तो खोलाहरू छ मर्स्याङ्दी होइन, यो चाहिँ मर्स्याङ्दी हो। अब ओहो छेउबाट हिँड्न डर लाग्छ के, त्यही भएकोले स्लो राइड गर्नुपर्छ। 20मा हिँडेको छु म। अब मरेर त केही भएन, अब परिवार फ्यामिलीहरू हुन्छ नि त। ओ माई गड हेर त्यो कत्रो हो यार। हेर त्यो माथिबाट त्यसरी आएर अहिले फाइनली हामी यो झरना चाहिँ के रहेछ नाम, वेलकम टागरिन्जी झरना यार। ओ माई गड धेरै डेन्जर छ यार यो झरना। ओ किन घर बस्ने के, आउनु पर्यो। घर बसेर के फाइदा छ, मनाङ आउनु पर्यो, मेरो भिडियो बनाउनु पर्यो, फोटो बनाउनु पर्यो। दामी हेर वाउ, यस्तो हो क्या, यस्तो उडक्क लगाएर हेर वाउ।
ल है यस्तो बाटो नि यति डेन्जर छ नि यो खोला खोला हिँड्नु छ यार यही हो के मनाङ भनेको यसैलाई भनिन्छ मनाङ मनाङले यार ढुङ्गा अड्किलो ल धेरै डेन्जर यार गरिराखु ओ माई गड यही हो के यही हेर्नलाई हो यही गर्नलाई हो क्या हामी के सिक्नु होइन सिक्नु फेरि छेउमा कुन आगो सिक्नु छेउमा सिक्नु छेउमा त जानै हुन्न मोटरसाइकल छ ओइ यही पानी टेक्न पर्यो चिसो लाग्छ फेरि हेर ढुङ्गा अटक्ने उठै गया यार कता हो फुटै गया तलको केटाहरूको ठुलो टायर छ क्या अलि अनि दुईजना भयो लोड भयो ओहो ल हेरौँ त यहाँ पर खोपेर बनाएको
डेन्जर मुलाको साग ए आमा हे तल छुर हात कामेको म त कुनै जाने हो म छेउबाट जान्न यो हो के यो चाहिँ हेर्नलाई आउने हो के भन्नलाई त सजिलो छ नि बरेर देखाउन गाह्रो छ के हेर बिचरा भारी बोक्यो क्या कोही फर्किँदैछन् कोही जाँदैछन् जस्तो पा त्यस्तै नआउँदा हुन्छ साँच्चै होला बाटो त धेरै डेन्जर हो यार यी 3 गियरमा तान्दैन बाइकले आएको नि यार बाटो त धेरै डेन्जर हो के Oh my god! त्यो माथि हेरौँ न त्यो माथि मुस्ताङ त के हो र